हेलो एभ्रिवान, आज चाहिँ हामी छिट्टो मिठो चिकन छोइला बनाऊँ है त। ल आउनुहोस् कसरी बनाउने म सिकाउँछु। हामीले सुरुमा चिकनलाई चाहिँ फ्राई गर्नुपर्ने हो। यता चाहिँ हामीले पेस्टको लागि टमाटर र खुर्सानी बोइल गरेर राखेको छौँ। यता चिया पिँदै यता बनाउँदै गरौँ है त। त्यसपछि चाहिँ हामीले चिया पनि खाइसक्यौँ। अब चिया खाएर हामीले चिकन छोइला बनाउनु पर्छ। अब चाहिँ त्यसपछि चिकनलाई चाहिँ मजाले फ्राई गर्ने, रातो रातो गराउने, धेरै फ्राई पनि नगर्ने, मसला भित्रसँग पस्दैन नि त। अनि त्यसपछि चाहिँ चिकनलाई यतिको रातो बनाइसकेपछि यसलाई चाहिँ हामीले छिट्टै निकाल्नुपर्छ, किनभने धेरै खानु हुँदैन। अनि त्यसपछि चिकन छोइलालाई चाहिने अघि बनाएको पेस्ट राखौँ, अनि त्यसलाई चाहिने मरमसलाहरू, नुन, अनि त्यसपछि खुर्सानीको धुलो पाउडर, अनि त्यसपछि जिरा धनियाँको थोरै पाउडर राखौँ। त्यसलाई चाहिँ मजाले मिक्स गरेर भित्रसम्म यसको पिरो स्वाद आउँछ नि त है। अनि मिठो, अनि यता चाहिँ प्याजको पत्ता, अनि त्यसपछि धनियाँ काटेर माथिबाट हालेपछि झनै मिठो हुन्छ। यता त दुईवटा भएछ। अनि ज्वाइँ पाइसकेपछि यसलाई चाहिँ मजाले मिक्स गर्ने, मसला भित्रसम्म पस्यो भने चाहिँ यम्मी हुन्छ। मिठो पिरो बनाउनुपर्छ, अनि झनै मिठो हुन्छ। अनि त्यसपछि मसला पस्ने गरी मजाले चलाउनुपर्छ यसलाई। अनि हजुरको स्वाद कतिको खानु मन लाग्छ त्यतिको चाहिँ अमिलो राख्ने, कागतीको रस राखेपछि मजाले एकछिनसम्म यसलाई आधी घन्टा जति छोपेर राखिएपछि मजाको टेस्ट आउँछ। अनि खाने, यो चाहिँ मेरो खाना भयो, अनि यो चाहिँ साथीको खाना। ओके, बाई बाई। हजुरहरूले पनि बनाएर खानुहोस् ल, मिठो हुन्छ।